नमस्ते वेलकम ब्याक टु आवर न्यू भ्लग गाइज धेरै पछि मैले भिडियो बनाएको छु है गाइज र आज हामी कहाँ जाँदैछौँ भने नि गाइज है आज चाहिँ हामी टक्कसँगले सिन्धुली राइड जाँदैछौँ सिन्धुली भन्दा नि यता काभ्रे नामाबुद्ध कि के नामाबुद्ध भन्ने ठाउँमा जाँदैछु किनकि स्विमिङ गर्न जान्छु स्विम गाइज पौडी खेल्नु किनभने यस्तो गर्मी छ काठमाडौँ यस्तो गर्मी भएको छ गाइज है यस्तो गर्मी भएको छ र आज हामी 4 जना सोल्टीहरू छ फिल्मकै हो टक्कसँग जाँदैछौँ अनि खै अनि त्यसपछि त्यही हो गाइज है आज रमाइलो हुन्छ गाइज तपाईँले मजाले फुल हेरिदिनु होला गाइज ल म तपाईँलाई गोप्रोमा भेट्छु यता टेक केयर अलराइट गाइज है हामी त भक्तपुर पुगिसक्यौँ लगभग हामी 2 बजीदेखि यहाँदेखि हिँड्दैछौँ है अब 3-4 बजी लाग्छ लगभग 1 घन्टा 2 घन्टा जस्तो लाग्छ ल त्यहाँ पुग्नु यस्तो जाम छ यस्तो गर्मी छ आज है आज बराबर यस्तो गर्मी चाहिँ गाई चाहिँ काठमाडौँ यस्तो गर्मी भएको छ र हामी चाहिँ अहिले 6 जना जति छौँ है 2टा एनएस छ अनि एउटा स्कुल छ दामी तर हामी गइरहेको छौँ हेर्नु सबै भ्यू लग्छ नगरकोट दामी यहाँ देख्नु सक्नुहुन्छ अगाडि हाम्रो सन्दीप हुन्छ त्यसपछि दामी अनि हाम्रो यहाँ जाँदै हुन्छ अलिक दिपेश सोल्टी र हाम्रो अमृता सोल्टी नि अब यहाँदेखि लगभग अझै 1 घन्टा जस्तो लाग्छ है टक्कसँग पौडी खेलिन्छ है खोला कस्तो चाहिँ ठुलो छ कि सानो छ कतिको सप्पा छ हेर्नु ल बाटो हेर्नु न यस्तो पनि बाटो हुन्छ काठमाडौँको बाटो साला मात्र यस्तै बाटो सो ब्राइट है गाइस हामी चाहिँ अहिले धुलीखेल कटर क्रस भएको छ उयसको साइबाबा छ नाङ्गेटा यहाँ सोल्टी त यता हामी एकछिन यहाँ ब्रेक गर्छौँ हामी जान्छौँ यता त सोल्टी एकछिन बस्नु हाम्रो आसी क्या सुन्छु नि यस्तो धुलो छ आम्मा धुलो हाम्रो सोल्टीको अब सन्जय सोल्टीको नि कस्तो भएछ स्कुललाई के हुनु अब कति बजी हामी अरे 3 बजी छ 4 बजी त पुगिन्छ 5-6 र गाइस तपाईँले हेर्नु सक्नु भ्यू दामी छ बवाल भएको छ गएर पौडी खेल्ने हो चप्लुङ चिसो भए पनि खेल्ने हो नयाँ A few moments later. So alright guys है हामी चाहिँ भर्खर पुगेको लगभग अहिलेको 4 बजी होला यहाँ आउनु लगभग 2 घन्टा जस्तो लाग्यो एकदम टाढा थियो दामी ठाउँ चाहिँ राम्रै छ होइन पोखरी पनि नि सबै थियो पहिला आउँदाखेरि र अहिले चाहिँ पहिरो गएर पानी चाहिँ फोहोर छ तर फोहोर भए पनि खेल्ने हो होइन भ्यू चाहिँ दामी छ हेर्न सक्नुहुन्छ हाम्रो सोल्टी यहाँ छ आशिका सोल्टी यहाँ छ हाम्रो दिपेन सोल्टी यहाँ छ हेलो आज दामी चाहिँ दामी भइरहेछ है तर अब के गर्नु अब त्यस्तै छ होइन काठमाडौँबाट 60 किलोमिटर जति आएको यता अनि केही छैन ठाउँ चाहिँ दामी नै छ है म अब मोटाक्छु बक्सरमा छु यहाँ चाहिँ हाम्रो सन्तोष भाइ
ल गाइस अहिले चाहिँ हामी चाहिँ नुहाउन आएको छौँ तर के गर्नु यस्तो राम्रो ठाउँ भए पनि के गर्नु पानी नै यस्तो नराम्रो रहेछ हामी चाहिँ नुहाउनु जाँदैछौँ गाइस राम्रो एउटा घाडी रहेछ ए बगाउँछ छोडी ल ल खेला खेला त छोडी भ्यू हेर्नु गाइज यस्तो दामी छ भ्यू राम्रो पानी त 4 भन्दा नि गाइज पानी त 4 छैन हौ पानी ठिकै छ ए राम्रो छ पानी चाहिँ अरे कौन भौंक रहा है ये बदतमीज पाउँछ ओए अरे पाउँदै रहेछ त Alright guys, पानी 4 छैन हौ मै खेल्नु पर्यो सोटी यहाँ मै खेल्नु पर्यो आनन्द भएर चाहिँ दामी है ओइ यहाँ त के हो आमामा ओ माछा यहाँ त डुब्छ त के हो ल अलराइट गाइज है हामी टक्कैसँग खेल्ने भयो बोल न खेल्नु यहाँ आउन पानी सफा छ कस्तो लाग्यो ल दामी भइरहेछ ल अनि त्यो पानी सफा हुँदै ओइ सही है बनाउन हामी ढुङ्गा राखेर बनाउन न यहाँनिर यस्तोमा मुनिबाट खिच्दा ल म बनाउँछु ल ढुङ्गा छिर्नु न बनाउन परि बनाउँ न खै ढङ्गै छैन खोइ ढुङ्गा बनाउँ न यहीँ बनाउनु पर्यो यहीँ सुत्ने मजाले सुत्ने क्या उचाल्ने गरी ओके गाइस हामी चाहिँ यहाँ पोखरी बनाउनु आँटेको यहाँ चाहिँ बनाऊँ न यहाँ पोखरी बनाउने टक्कसँग खेल्ने यहाँ छिर्नु न सोल्टी यहाँ छिर्नु न मुढा ल्याउनु पर्छ नि ढुङ्गाले च्याप्नु पर्छ क्या पोखरी बनाएको नि छिक्ने भनेको हामी सोल्टीले आनन्द मनाउँछ ओइ त्यो त मान्छे जलाएको उयो त हो कहाँ बाबु आउनु न आछि उयो नक्कली एसके नक्कली आउँछु ल्या हो र ओ यहाँ त के डुबिजान्छ त के हो आम्बो ओ यहाँ त डुबिजान्छ त ओइ यहाँ त डुबिजान्छ त यहाँ गाइरो छ यार फेरि गइन्छ है फेरि 2 hours later. Oh my god! Wow! उहाँलाई चाहिँ खाजा महँगो पऱ्यो हो अनि उहाँ चाहिँ बिजनेसम्यानहरू यसो हेरिदिनु न कति त्यो खुर्सानी अलिक पिरो पिरो ल्याइदिनु ल गाई चाहिँ हामी पर खोलाबाट आएर चाहिँ यहाँ अमृता दिदीले खाजा किनेर चाहिँ हामी खाजा खाँदैछौँ गाई यता यहाँ चाहिँ हाम्रो बर्दरचोटि भयो यता दिपेन सर
बिहान निक्लिन्छ है यस्तो छ है आजको राइड यस्तै भयो धुमधाम कति भइसक्यो अहिले टाइम भयो अहिले 8:30 भइसकेछ अब अहिले चाहिँ हामी धुलीखेल होइन यो आन्टी धुलीखेलमा छौँ हामी चाहिँ अब हामी अहिले चाबेल पुग्नुपर्ने खाजा खाइसकेपछि हामी छुटेर भेट्ने ठाउँ सो अलराइट गाइज हामी खाजा खाँदैछौँ टक्कसँगले चौधो हाम्रो सोल्डर टक्कसँग छ दामी दामी ह्यान्डसम यहाँ छ आशिका हेलो मिठो यो हाम्रो उयसमा छ यो रक्सी ए त हैन